हेलो साथीहरू, मैले यो मेरो नेल्स चाहिँ 3 हप्ता अगाडि बनाएको थिएँ, ग्लास नेल्स। आज हामी यही नेल्स बनाऊँ है। यो नेल्स बनाउनका लागि चाहिँ प्राय सबैजनाले मैले बेस कलर ब्ल्याक नै राखेको देखेँ। तर बेस कलर ब्ल्याक नै राख्नुपर्छ भन्ने छैन, कुनै पनि डार्क कलर युज गरेर चाहिँ हामीले यो नेल्स बनाउन सक्छौँ। र मैले चाहिँ यहाँनिर चाहिँ ग्रीन कलर युज गरेको छु। मैले मजाले ग्रीन कलर एप्लाई गरेर त्यसलाई 60 सेकेन्ड क्युर गर्ने। यो क्रिस्टल क्याट आई पलिस हो। हामीले यो रेड ग्लास नेल्स गर्दाखेरि चाहिँ क्रिस्टल क्याट आई पलिस नै युज गरेको राम्रो, यसले साइन राम्रो दिन्छ। त्यही भएर मैले यो नेल्समा चाहिँ यो क्रिस्टल क्याट आई पलिस युज गरेको छु र म्याग्नेटको हेल्पले चाहिँ यसलाई मजाले साइन आउने गरी एक्टिभेट गरेको छु। एक्टिभेट गरिसके पछाडि यसलाई 60 सेकेन्ड क्युर गर्ने। यसमाथि चाहिँ हामीले चाहिँ ब्लड रेड पलिस युज गर्नुपर्छ। एकदमै पातलो लगाउनुपर्छ, जति पातलो लगायौँ त्यति मजाले भित्रको साइन टल्केको चाहिँ देखिन्छ। ग्लास नेल्सको लागि चाहिँ यो ब्लड रेड पलिस नै चाहिन्छ, रेडमै मात्रै हुन्छ भन्ने पनि हुँदैन। अरू डिफ्रेन्ट पनि ग्लास नेल्सहरू बनाउन सकिन्छ, त्यसको पनि भिडियोहरू म बनाएर हाल्ने नै छु। र यसलाई चाहिँ हामी टपकोट लगाउँ, ग्लसी टपकोट लगाएर टपकोटलाई पनि 60 सेकेन्ड क्युर गरिसके पछाडि चाहिँ हाम्रो आर्ट चाहिँ यस्तो देखिएको छ। कस्तो मजाको साइन आएको छ। हस्त, धन्यवाद।